जय हर्क साम्पाङ खरैलजी मका सोताङ 4 सोलुखुम्बुतिर यस्तोरी सोलिङ लाउने काम भइरहेछ। हर्क साम्पाङ टिमहरूले चट्टै आजदेखि थाल्यो 5 मिटर जति गएछ। अब माथिसम्म 4-5 दिनमा निकाल्ने हो हैन अध्यक्षज्यू? हजुर अब माथिसम्म निकाल्ने हैन? 5 दिन कति लाग्छ? यहाँ लगभग 40 मिटर जति होला। हजुर 40 मिटर त बढी छ। अब यहाँ चाहिँ अति आवश्यक भएकोले अब श्रमदानद्वारा गर्ने सल्लाह भयो, नत्र अब सोलिङको लागि गाह्रो हुन्छ। ढुङ्गाहरू ट्र्याक्टर लाउनु पर्छ। हेलो हेलो हेलो, जय श्रामदास, जय नेपाल, जय माटो, जय देश। केटाहरूले छक्का छुछु खरनमा किमी निन्दैन। जय श्रमदान, जय हर्क साम्पाङ, जय सोलिङ हुँदैछ। यता हाम्रो यता पनि सुरु भइसक्यो। 5-6 कति मिटर 50-60 मिटर गर्नुपर्ने यार। ढुङ्गा छैन के गर्नुपर्ने चाहिने। अब के गर्नुपर्ने हो या आज चाहिँ पहिलो दिन हाम्रो भुपू अध्यक्षज्यू पनि आउनु भएको छ। आयो 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 हैन पल्टाउँदैछ केटाहरू। ढुङ्गा यति धेरै पारिसक्यो तर पुग्दैन। सोलिङमा त खतरा जाने रहेछ ढुङ्गा यार। है केटा हो? जय हर्क साम्पाङ, जय हर्क केटा जन जय हर्क बात, जय माटो। एकछिनको लागि यस्तो काम भइरहेछ खतरा। ल यता चाहिँ ढुङ्गा चाहिँ धेरै जाने रहेछ है। कहाँबाट ल्याउनु पर्ने यार? यहाँ चाहिँ सोलिङ धेरै आवश्यक परेकोले पुरै अब ट्र्याक्टरहरू फस्ने भएकोले हाम्रो श्रमदान भइरहेको छ। के भन्छ यो? फुट्यो 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 भक्लक। ये दिन हम बार चीना थाकते हैं। It's in Hamburg. Sponsor Tikaram Daju.
Lunga dan nontonkan.